अब साथीको पनि बाहिर जाने दिन आइसक्यो। लगभग साथीको र मेरो आज लास्ट राइड नै हुन्छ जस्तो लागिरहेछ मलाई, किनकि मेरो ब्युटी तपाईँले पनि धेरै मिस गरिरहनु भएको थियो होला मेरो ब्युटीलाई होइन। कस्तो दामी घाम लाग्यो हेर्न। ओए दिदी आमा बुबाहरूले पनि भाउजूहरूले पनि अब किन भ्लग आज भोलि बनाएन कि क्या हो, भिडियो हाल्दैनस् त भन्ने क्वेसनहरू गरिरहनु भएको थियो। लङ टुर यसो गर्दै हुनुहुन्छ भने एकदम सेफ भएर लङ टुर गर्नु होला सबैजनाले है। प्रकृतिसँग चाहिँ अलिकति डराउनु पर्छ जस्तो लाग्छ होइन। प्रकृतिको अगाडि हामी भनेको केही पनि होइन। यतातिर त फेरि अलिकति स्लो हिँड्नुपर्छ है, अगाडितिर फेरि चेकिङ हुनसक्छ। स्पिड आएको थियो जस्तो लाग्यो त्यो बाइक, अब ट्याप समाएर अब ल्याएँ भयो। देख्यो गाइस, देख्यो नि आहा कस्तो दामी मौसम यार। तेरिका मलाई चाहिँ गरोस्, म चाहिँ नगर्ने होइन क्या, मलाई पनि गरोस् र मैले पनि त्यसलाई उसले गरेको भन्दा डबल गर्न पाऊँ भन्ने चाहिँ हुनुपर्छ। हेलो एन्ड नमस्ते गाइज, इट्स मी सलिन छेत्री। आई होप तपाईँहरू सबैजना सन्चै राम्रै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन र बबालाई छु। अनि आजको न्यू डे न्यू भ्लगमा तपाईँहरूलाई स्वागत पनि छ है। अनि आजको दिनको सुरुवात एकदम मिठो भइसकेको छ। उठेर साथीले पनि खानासाना बनायो, दाइ पनि काममा गएर आयो। अहिले चाहिँ लगभग दिउँसोको टाइम भइसक्यो। अनि अब यो मौसमको भर छैन भनेर छिटो ननिस्केको क्या, किनकि 10-11 बजीसम्म घाम लागेको छ भने नि एकैछिनमा चाहिँ मौसम चेन्ज भएर चाहिँ पानी पर्ने, हावाहुरी लाग्ने। अहिले बर्खाको टाइम यस्तै छ नि त, त्यो कारणले गर्दा चाहिँ अहिलेसम्म चाहिँ मौसमले के गर्छ त भनेर बसिरहेको थियौँ। अनि ठ्याक्क मौसम चाहिँ अहिलेको टाइममा चाहिँ क्लियर छ, घाम पनि लागिरहेछ, हल्का बादल पनि छ, शीतल मौसम छ। त्यो कारणले गर्दा चाहिँ साथी र म, मेरो पूर्व साथी र म चाहिँ यसो बाहिर निस्किन लाग्यो। पूर्व साथी अगाडि छ, दाइ पनि अगाडि छ, बाइक कोल्ड स्टार्ट हुँदैछ है। अनि आजको हाम्रो प्लानिङ भनेको आज यसो माथि डाँडातिर गएर यसो चिया खाने, साथीसँग पनि यसो घुमघाम गरे जस्तो हुन्छ। साथी पनि यतै छ नि त, अहिले दिनदेखिबाट मैसँग छ साथी पनि। अब साथीको पनि बाहिर जाने दिन आइसक्यो। लगभग साथीको र मेरो आज लास्ट राइड नै हुन्छ जस्तो लागिरहेछ मलाई, किनकि साथी अब कति बेला गाउँ जान्छ भन्ने थाहा छैन। म चाहिँ गाउँमा जाँदिनँ, पूर्व साथी गाउँ जान्छ, गाउँ जाने बित्तिकै बाहिर जान्छ। सायद 1-2 दिन मैसँग हुन्छ होला, त्यस पछाडि चाहिँ अब साथी बाहिर जान्छ। त्यो कारणले गर्दा चाहिँ साथीको र मेरो आज लास्ट घुमाइ हुनेवाला छ जस्तो लागिरहेको मलाई चाहिँ। साथीले पनि अब भोलि म घर जान्छु जस्तो कुरा गरिरहेको थियो, त्यही भएर यत्रो दिन भइसक्यो रुममा बसेको। हिजो पनि गएर स्टोरी आफै गएर बनाएर आएँ। अब आज चाहिँ साथीलाई पनि लिएर जान्छु, यसो घुमघाम गरेर आउँछु भनेर चाहिँ निस्किन लाग्यो। साथी पनि रेडी भइसकेको छ, म पनि रेडी भइसकेको छु। नयाँ फर्ममा ट्याक्क सपिङ पनि हान्ने नि त अस्ति र फेरि सपिङ चाहिँ फेरि मलाई साथीले हान्दै थियो हान्नु चाहिँ है। टी सर्ट प्यान्ट सब साथीले किनिदिएको थियो। साथीले अब दुःखको बेलामा जस एकदम सपोर्ट गरिरहेछ। अनि मेरो ब्युटी तपाईँले पनि धेरै मिस गरिरहनु भएको थियो होला मेरो ब्युटीलाई होइन। ट्याक्क लारी कोल्ड स्टार्ट हुँदैछ, दाइ पनि यता छ, ठिक छ नि दाइ? धेरै दिन पछाडिको भ्लगमा स्वागत छ है त साथी। कस्तो दामी घाम लाग्यो हेर्न। ओए के भन्दै थिइस् दाइ, के भन्दै थिइस्? खुसी लाग्नु परेको नि। अनि सबैजनाले मलाई गाली पनि गरिरहेको थियो है। अब किनकि मेरो परिवारमा मेरो दिदी आमा बुबाहरूले पनि भाउजूहरूले पनि अब किन भ्लग आज भोलि बनाएन कि क्या हो, भिडियो हाल्दैनस् त भन्ने क्वेसनहरू गरिरहनु भएको थियो। दिदीले पनि फोन गरेर त्यस्तो भनिरहेको थियो। अनि त्यस पछाडि भाउजूले पनि आजभोलि भाइले भ्लग बनाउनु हुन्न भनिरहेको थिएँ। अनि मैले चाहिँ अलिकति ब्रेक लिइरहेको छु आजभोलि भनेर भनिरहेको छु। अब आमाहरूसँग त फोन छैन, त्यही भाउजूहरूले छोरीहरूले देखायो भने हेर्ने मात्रै हो है। आजबाट चाहिँ अब एकदम फर्ममा आउनुपर्ने हुन्छ। मेरो साथी एकदम रेडी छ, बाइक पनि रेडी छ। ट्याक्क हल्का मोटो भ्लग हान्दै चाहिँ हामी अब यहाँबाट माथि डाँडातिर जान्छौँ। धेरै दिनपछि मोटो भ्लग हान्न लाग्यो, कस्तो अजिब फिल भइरहेछ भने यहाँ अगाडि फोन भएर होला। साथी रेडी हो नि? जाउँ है त। अब आज हाम्रो राइड अब कस्तो हुन्छ है, यसो जाउँ, चिया खाऊँ, फ्रेस पनि हुन्छ। धेरै दिन भयो बाहिर पनि ननिस्केको भन्ने कुरा हो। बाइक पनि ब्युटी भएपछि कस्तो तातो यार, मा कसम एकैछिनमा क्या तातो भर्खरसम्म छोपेर आएको थियो, एकैछिनमा कस्तो तातो भएको भने यार। जय शम्भो। बाइक त फेरि मेरो त परान हो नि त, बाइक त मेरो परान हो। ल साथी ल बस ट्याक्क निस्किनुपर्छ अब। ज्यानमा बाइक नमागवाला हो फेरि गाइज म चाहिँ है। अब कस्तो छ क्यामेरा एङ्गलहरू मलाई त्यो पनि थाहा छैन। आजको दिन जस्तो भयो नि यसो एरोस गर्नु होला है त। अब गुड टु गो। अनि अघिदेखि डाँडा जाने भनेर चाहिँ मैले भने, तर कहाँ डाँडा जाने भन्ने कुरा चाहिँ हामी यता सुबडेश्वर जानु लाग्यो। अब पहिला त जहिले गइन्थ्यो है, यसो चिया खानलाई धेरै भयो नगएको। टाढा जाउँ भने पनि कति बेला पानी पर्छ भन्ने थाहै नै हुँदैन क्या। तपाईँको मौसम चेन्ज भइहाल्छ आजभोलिको टाइममा, एकैछिनमा कालो बादल आएर पानी पर्न सक्छ। त्यही भएर है त जय शम्भो। लुक राइड हान्न थियो, एकदम मजा आउँछ चाहिँ, तर खासै राइड हानेको छैन मैले पनि। बाइक लिएको पनि भइसक्यो नि यार, धेरै नै भइसक्यो। जम्मा बुढेको भनेको 2200 पनि बुढे छैन। अब मैले हो यसो हल्का कुदाउने, कहिले काहीँ बाइक यसो बाहिर निस्किँदा लिएर जान्छ होइन भने बाइक यतिकै सेफ नै छ है।
एकदम गुड छ मौसम आजको एकदम ठिक छ अहिलेसम्म चाहिँ गर्मी खासै छैन जय शम्भु यतातिर यसो कहिले काहीँ चेकिङ चाहिँ हुन्थ्यो आज पनि छ कि अब भयो नि बालै भएन नि के यार हामीलाई के टेन्सन भयो यार चिट काट्यो अब काट्ने त हो जे गरे पनि चिट काट्ने हो पानी पर्यो भने ढिलो हुन्छ यो बाटो पानी जमेर बसिरहेको हुन्छ अलिकति घाम लाग्यो भने छारोहरू उड्न थाल्छ के गर्नु यार मौसम नै एकदम अहिलेको टाइमको मौसम नै त्यस्तै छ अनि लङ टुर यसो गर्दै हुनुहुन्छ भने एकदम सेफ भएर लङ टुर गर्नु होला सबैजनाले है अहिलेको मौसम भनेको तपाईँको गाह्रो छ कति बेला पहिरो लड्ने कति बेला के हुने भन्ने थाहा छैन अब भ्यालीतिर त त्यति साह्रो प्रब्लम त हुँदैन तर आउट अफ भ्यालीतिर लङ टुर गर्ने मान्छेहरूलाई चाहिँ धेरै नै प्रब्लम हुने टाइम छ अहिले होइन रिस्क छ त्यो कारणले गर्दा चाहिँ तपाईँहरू कतै हिँड्दै हुनुहुन्छ भने अलिकति चाँडो हिँड्नु होला होइन बरु छिटै पुग्योस् बरु बिहानै उठेर हिँड्नु होला नत्र भने मौसम कति बेला के हुन्छ थाहा नै छैन क्या त्यही भएर अलिकति सेफ हुन चाहिँ जरुरी छ जरुरी छ जस्तो लाग्छ मलाई चाहिँ है आफ्नो सेवा आफै गर्नुपर्छ गाइज आफ्नो सेवा आफै गर्नुपर्छ फेरि कति बेला के हुन्छ थाहा छैन मौसमले ट्राभल गर्ने बित्तिकै यस्तो हुनसक्छ प्रकृतिलाई कसैले पनि जित्न सकिँदैन त्यही भएर प्रकृतिसँग चाहिँ अलिकति डराउनु पर्छ जस्तो लाग्छ होइन प्रकृतिको अगाडि हामी भनेको केही पनि होइन त्यही भएर प्रकृतिसँग चाहिँ अलिकति डराउनु होला राम्रोसँग हिँड्नु होला अलिकति गाह्रै छ अहिलेको अवस्था भनेको त्यही हो अनि हामीले सल्लाहकारी गऱ्यौँ है सुबडेश्वर भनेको त्यति साह्रो टाढा पनि होइन अब माथि जाऊँ त्यहाँबाट आज इलाका भ्याली पनि गुड देखिरह होला एकदम भ्यूहरू दामी देखिरह होला गएर ट्याक्क मिठो भ्यू क्याप्चर गर्नुपर्छ चिया खाँदै खाँदै यतातिर त फेरि अलिकति स्लो हिँड्नुपर्छ है अगाडितिर फेरि चेकिङ हुनसक्छ त्यही भएर स्लो हिँड्नुपर्छ कुनै बेलामा त ठ्याक्क स्पिड चेकिङ बसिरहेको हुन्छ अनि फेरि ल्याङ हुन्छ हामीलाई फेरि है स्पिड चेकिङमा पऱ्यो भने ल्याङ हुन्छ त्यो कारणले गर्दा 50 त कटाउने नै होइन नि बरु 43, 44, 45मा हिँड्ने हो 50 चाहिँ कटाउने नै होइन त्यही नै हो गाइस त्यो मजा आउँछ तर अहिलेको टाइममा गाडीमा हिँड्नेलाई घाम लाग्यो भने गर्मी हुन्छ वाइल नै पानी पऱ्यो भने चाहिँ फेरि गाडीलाई एकदम फाइदा छ है वाइल फाइदा हुन्छ आनन्द ओहो अगाडि ट्राफिक हुँदो रहेछ नि यार स्पिड आएको भएर यहाँ त हाम्रो त अनि ब्यान्ड बाजा बज्ने रहेछ यार स्पिड नआए पनि चेकिङ पऱ्यो भने ल्याङ्ने हुन्छ स्पिड आएको थियो जस्तो लाग्यो त्यो बाइक अब ट्याप समाएर अब ल्याङ्गै भयो देख्यो गाइस देख्यो नि कस्तो दिमाग लाग्यो यार है भर्खरै कुरा गरेको थियो भर्खरै त्यहाँ स्पिड चेकिङमा हामीभन्दा अगाडिको बाइक परिरह्यो यार हे भगवान् पशुपतिनाथ रक्षा गरिदिनु है गाह्रो छ गाडी स्पिड चेकिङतिर गाह्रो छ भोलि सहरतिर अलिकति स्पिड लिमिट गरेर हिँड्नु होला आफ्नै लागि त हो नि अरूको लागि होइन नि त आफ्नै लागि हो अब स्पिड चेकिङमा चिट गाडी चाहिँ क्लास बस्छ यो गरेर त्यो गरेर झ्याउ हुन्छ ल यहाँबाट अब राइट साइडपट्टि गइन्छ हामी पनि सुबडेश्वर जाने भनेपछि त अब राइट साइडै जानु पऱ्यो फेरिको पूर्व ल्याङै हुने रहेछ स्पिड आयो त जङ्गेर आयो त हेर्दा त्यहाँ म नि अलिकति पछाडिसम्म त स्पिडमै थिएँ तपाईँको 60 जस्तोमै थिएँ 60मा त छिट काट्छ नि त अलिकति ओराएपछि झन् सेफ भएको बचियो यार 50 स्पिड लिमिट छ नि एक आउनु भने छोड्दै दिनु त्यही भने ढुडु हुन्छ यार ट्राफिकतिर बचियो गाडी आज बचियो यहाँ आउने बित्तिकै कस्तो दामी भाइ हुने क्या हेर्नु न हरियाली जङ्गल देखिन्छ है एकदम पिस आउँछ नि त हेर्नु न माथिको जङ्गल है कसम आजको दिन उज्यालो छ त्यही कारणले गर्दा होला अब भ्याली चाहिँ त्यो पप्पालाई देखिन्छ भन्ने एक्सपेक्ट गरेर हिँडिरहेको छु म किनकि आजभोलि अब पानी सानी परेर चाहिँ अलिकति भ्याली पनि उज्यालो देखिन्छ नि त त्यति साह्रो धुवा धुलो हुँदैन नि त प्रदूषण सब क्लियर भइसकेको हुन्छ त्यही भएर आजको मौसम एकदम गुड छ भन्ने मौका छोडेर हामी आएको आउन त ओ गाह्रो यस्तो मोडतिर फेरि हतपट्टि ल्याम्बो ओभरट्याक पनि हाल्नु हुँदैन अहिले ब्ल्याङ्ग ठोक्यो भने रनमतीको छोरो बाइक पनि गयो मान्छे पनि के भने थाहा छैन रिक्स क्या त्यो रिक्स चाहिँ नलिउँ भन्ने मेरो सोच हो क्या रिक्स लिनुहुन्न अरू कुरामा रिक्स लिनुपर्छ यस्तो कुरामा रिक्स लिनुहुन्न है गाई चाहिँ रिक्स लिनुहुन्न फाइनल्ली गाइज हामी चाहिँ आइपुग्यौँ अब हाम्रो
डेस्टिनेसनमा अब हामीले यहाँ बाइक पार्किङ गर्नुपर्छ सुरुमा त एउटा खाली ठाउँ हेरेर बाइक पार्किङ गरिदिउँ होइन पछाडि आउँदैछ कि छैन भनेर नि फेरि हेर्नु पऱ्यो नि अहिले ल्याम्ब ट्याङ्ग जुऱ्यो भने त रनमा म त खेरै जान्छ यहाँ अनि बाइक यता राख्यौँ अब सर्लक्क लाएर मजाले पार्किङ गरेपछि भनेको ढुक्क हुन्छ अनि त्यस पछाडि यहाँको भ्यालु ओइमा दामी देखेको हेर अगाडि मौसम पनि क्लिन छ हेर्नु न बाइकको फाइन चाहिँ लभली गराउँछ यार गर्छ बेला बेला त टाउको दुखेर आउँछ भने बाइकको फाइन ल्याएर साथी धेरै टाढा होइन नि त हाम्रो रुमबाट हामी बस्नु भनेको दुवाकोट हो धेरै टाढा होइन यहाँ भनेको एकदम पिस ठाउँ छ अब शनिबारतिर चाहिँ अलिकति यहाँ पनि भिडभाड हुन्छ तर यताबाट हेर्नु न पानी पर्ला जस्तो भइरहेको यार फेरि अस्ति 4 घन्टा बस्यो माथि अझ कति कुराहरू अस्तितिर भयो 4 घन्टा अस्ति चौकीतिर पनि बसियो ल्याङ भएर ल आजको नजरा हेर्नु न हे भगवान् हाम्रो चिया खान जक्सन चाहिँ यो हो है चिया अहिले खाम्ला सुरुमा आजको नजरा हेरौँ न ओइ कस्तो दामी देखेको यार चिया खाने भनेर आएको आउनु चाहिँ हामी यता तर यहाँको वातावरण अनुसार चाहिँ चिया होइन चिसो चाहिँ खानुपर्ने अवस्था आयो क्या फेरि कस्तो टेन्सन हुने हप भयो यहाँ माथि त यार अलिकति हाइटी भएर होला कि के हो गर्मी रहेछ यहाँ त यार हाइटी ठाउँ त चिसो हुन्छ नि त त्यही त चिसो हुनुपर्ने तर यहाँ त गर्मी छ त यार ल चिसो खानौँ न त सरी चिसो गाइस आज ठ्याक्कै यो तलतिर नि हरियो छ अब हामीले खानेकुरा पनि हरियो नै छ अब के गर्ने यार तर यो मौसममा चिसो खानेको मजा नि बेग्लै छ सिसावाला बोतल भएको भए चाहिँ मलाई बेस्ट लाग्थ्यो अब यो पनि बेस्टै छ होला चिसो चाहिँ चिसो रहेछ यो फ्रिजमा हालेर राखेको रहेछ त्यही भएर है चिया खाम भनेर अर्डर गरेको फेरि साथीले यस्तो गर्मी चाहिँ चिया खान्छ चिसो खाम रे एकजना चाहिँ एकजना चिसो खानुभन्दा दुईजना चिसो खाम भनेर साथीको रोजाइ नै मेरो रोजाइ भनेर चाहिँ चिसोलाई चुज गर्थ्यो नत्र भन्दा फेरि गर्मी भए पनि चिया छोड्ने खालको मान्छे त होइन है फेरि अहिले तालपरि अहिले चिया पनि हान्न सक्छु फेरि म त घर भएको मान्छे होइन नि फेरि म त त्यही नै हो हेर्नु नै कस्तो दामी मौसम यार हेत्तेरिका आकाश पनि त्यस्तै लभली छ हेर्नु न ए दामी छ यतातिर चाहिँ हावा चल्दो रहेछ यार बरु मिठो हावा चल्दो रहेछ अब चिसो खान्छौँ साथी र म गफ गर्छौँ एकछिन यो भ्यू यो हेरेर यसो गफ काफ गर्नुको मजा पनि छुट्टै छ अब होइन साथी पनि अब जाने बेला आइसक्यो नि त छिटै साथी पनि अब बाहिर जान्छ त्यो कारणले गर्दा होला साथीसँग छुट्टिनु पर्दाको पीडा फिल गर्दैछु अहिलेदेखि नै किनकि एकदम मिल्ने साथी यो दुःखको बेलामा नि यसले मलाई साथ कहिले पनि छोडेन क्या सधैँभरि म छु गर न म छु भन्ने कुराहरू गर्यो हौसला साथ सपोर्ट धेरै नै दियो यसले मलाई त्यो कारणले गर्दा चाहिँ म एकदम ह्याप्पी छु योदेखिबाट यसलाई पनि मैले सक्दो गरि नै रहेको छु है फेरि यसले मात्र होइन फेरि यसलाई पनि मैले गरिरहेको छु गर्नुपर्छ आफूसँग त आफूले गर्ने उसले उसँग हुँदा उसले गर्छ साथी भनेको त्यस्तो हुनुपर्छ क्या स्वार्थी टाइपको होइन क्या लाइक मलाई चाहिँ गरोस् म चाहिँ नगर्ने होइन क्या मलाई पनि गरोस् र मैले पनि त्यसलाई उसले गरेको भन्दा डबल गर्न पाऊँ भन्ने चाहिँ हुनुपर्छ त्यही नै हो गाइस तर भ्याली चाहिँ ठुलो छ है उहाँदेखिबाट यार कम ठुलो भ्याली चाहिँ त काठमाडौँ भक्तपुर ललितपुर त लभली साथी र म जे होस् यहाँ बसेको चाहिँ धेरै नै टाइम भइसक्यो एकछिन माथि पनि गएर आयौँ माथि चाहिँ अलिकति त्यो हल्लाहरू रहेछ सायद पिकनिक सिक्निक केहीको होला अनि त्यही कारणले गर्दा मैले त्यो हुन्छ नि बोलेर भिडियो बनाएन होइन अलि गीत बजिरहेको थियो त्यो कारणले गर्दा सिनेमेटिक मात्र हानेर आएँ माथि चाहिँ चिसो खाइयो आनन्द भयो यहाँ बसियो साथी पनि यहीँ छ अनि अहिलेको अहिले मौसम कस्तो चेन्ज हुन लागिसक्यो यार अहिलेको अहिले भन्दा नि हामी यहाँको 2 घन्टा जस्तो भइसक्यो हेर्नु नै अब त उताबाट बादल आउँदै आउँदै आइसक्यो यतातिर अघि त पानी पर्ला जस्तो भइसकेको थियो अहिले चाहिँ हल्का उग्रे जस्तो भयो नत्र त अघि त कालै भइसकेको थियो त्यही अब चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ अनि अघि आउँदाखेरि चाहिँ मोटो भ्लग हान्दै आयो अब जाने बेलामा चाहिँ नो मोटो भ्लग किनकि अघि भर देखाएर आइसक्यो नि त मस्त रुम जानुपर्ने हुन्छ धेरै टाढा होइन जस्ट यो केएमसी लिएर हो हामी बस्ने चाहिँ होइन त्यो कारणले गर्दा नजिकै हो साथी आइज न आइज न आइज न के हो किन झगडाको यार त्यो हेलमेट समाइरहेछ साथीले ट्राइपडहरू समाइरहेछ गरिब हो क्या हो गरिब हो क्या ट्राफिकहरूले कुन चाहिँको त्यो समात्यो होला चौकिराख्यो होला अनि तर कोही ट्राफिक त अलिकति डाउनै हो नि त 45 को मेरो 55 को फेरि मेरोभन्दा चाहिँ पुरानै हो चल्पन हाल्दै हिँडेर रहेछ यहाँ ट्राफिकहरूले पनि अब चेकिङको लागि आएको होला अब हामी त बसिरहेको छौँ हामी पर्नेवाला पनि छैनौँ अनि बाइक चाहिँ अघि पल्लोमा थियो अहिले चाहिँ ओल्लोमा ल्याएर राखेको छु मैले साथी ठिक छ नि चिया खाने चिसो भन्दा केही नखाने अरू कहाँ जाने अब रुम सिधै अब रुमै जानुपर्छ किनकि अब
अहिले घाम लगाएर जस्तो देख्यो भने मात्रै अहिले कतै गयो भने फेरि पानी पर्न थालिहाल्छ त्यो भएर चाहिँ अब हामीले उतै जानुपर्ने हुन्छ अब उतै पुगेपछि भेटिन्छ है त गाइस एकछिन कस्तो मौसम चेन्ज भएर यार पानी पर्ला जस्तो एकछिन बसेर त ल्याङ्गै हुने रहेछ गाइस यस्तो गर्मीमा अब बाइक त अब भिजाउनु भएन नि त खिया लाग्छ है नयाँ बाइक छ अलिकति केयर पनि गर्नु पऱ्यो आफूले बाइकको माया चाहिँ भएर लाग्यो खोइ कहाँबाट हो अरे लकै लगाएर हिँड्छ यार लक त लाउनु पऱ्यो नि फेरि सेफ्टी फर्स्ट सेफ्टी त गर्नु पऱ्यो नि हिजो अस्ति भर्खर चोरी भयो यहाँ अस्ति भर्खर यहाँ कति साउन्डहरू चोरी भएको छ यो टोलतिर होइन सेफ्टी चाहिँ गर्नुपर्छ उल्टो भयो तिम्रो उल्टो भयो त लेफ्ट एन्ड राइट भयो क्या काम पनि छ मेरो यसको बाइक राख्नु पऱ्यो सुरुमा यति गरेपछि भिज्दैन त साथी के हो हो त्यो त नपार्ने हुन्छ ढुङ्गाले त्यो सानो ढुङ्गा थिच्दैन त्यो पनि ऊ त्यहाँ छ एउटा इट्टै राखिदिएर ल यसले त एकदम सेफ भयो अफर हेर्नु नि एकदम सेफ भयो त्यो भएपछि ठ्याक्क छोपियो नि त अब आनन्द भयो बाइकको केयर गर्नुपर्छ गाइज धेरै दुःख गरेर किनेको छ घरिघरि किन्न सक्ने कुरा पनि होइन नि त एकैचोटि किन्ने हो अलिक ठिकै भनेर किन्नु पऱ्यो फेरि खिया लाग्छ त्यही भएर छोपिदिएको दाइको बाइक पनि यतैतिर हुन्छ दाइ चाहिँ अहिले छैन काममा गएको जस्तो छ है अन्त यो हेर्नु न एकछिनमै मौसम कस्तो पानी पर्ला जस्तो भइसक्यो जस टाइममै रुममा आइयो अब चाहिँ हाम्रो काम भनेको एडिटिङहरू गरिन्छ रुममै बसिन्छ सो धेरै पछाडिको भ्लग कस्तो लाग्यो सो कमेन्ट गर्नु होला अनि आजको भिडियो त्यति दिन गरिदिन्छ है भिडियो मन परेमा लाइक कमेन्ट र सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला बाई बाई गाइज लभ यु अल टेक केयर